म चाहिँ आज जङ्गलमा यहाँ घुम्नको लागि आएको छु। मैले चाहिँ आज अर्ग्यानिक कुराहरू खोज्नको लागि आएको छु। म चाहिँ अहिले यो तल जुन यहाँ खोला छ, यो खोला तरेर चाहिँ अलि तल गएपछि चाहिँ के छ भने एउटा अमलाको रुख छ। त्यो अमला टिप्न चाहिँ आज गइरहेको छु। धेरै दिन पछाडि, धेरै समय पछाडि यो गाउँ आएको भएर मलाई चाहिँ सबै कुरा चिज लागिरहेछ क्या, एकदमै रमाइलो लागिरहेछ। र गाउँघरमा चाहिँ के छ भने जङ्गल गयो भने पनि सबै खाने चिज मात्रै भेटाइन्छ क्या। जस्तै अब यो तल देखेको यो त्यो बगरमा देखेको हरियो घाँस, त्यो खान मिल्छ क्या, त्यो खान मिल्छ। त्यसलाई चाहिँ ठोट्ने भन्छ, तिनीहरू खानु मिल्छ। अनि म चाहिँ यो जङ्गलको हरियाली यस्तो ठाउँमा घुम्न पनि मन लाग्ने भएर म चाहिँ आज बिहानै उठेर यता जङ्गलतिर भ्रमण गर्नलाई आएको छु। यहाँ खोला पनि छ। यो खोलाबाट चाहिँ खोला गएर तल गएर चाहिँ म चाहिँ अमला टिप्छु। अमला टिपेर फर्किन्छु भनेर चाहिँ हिँडेको छु। यस्तो छ यो चाहिँ। ए साथीहरू, म चाहिँ आज मुख पनि धुएको छैन क्या, बिहानै उठेर हिँडेको। अब मुख पनि यतै धुन्छु। यो घाँस छ नि, यो घाँस चाहिँ खान मिल्छ है। यो चाहिँ एकदमै यहाँ खान मिल्छ। यो चाहिँ यसलाई चाहिँ ठोट्यो भने चाहिँ हामी बच्चा हुँदाखेरि यसलाई खान्थ्यौँ क्या। अब यो चाहिँ यस्तो छ, यसलाई चाहिँ यो चाहिँ अमिलो हुन्छ क्या, अमिलो हुन्छ। यसलाई चाहिँ खान मिल्छ। यसरी खाने हो। यो कलिलो चाहिँ मिठो हुन्छ, छिपेको चाहिँ फेरि चबाउँदाखेरि उसका सबै चबिँदैन। राम्रो छ, एकदम राम्रो छ। यस्तो चाहिँ खाने हो। है गाइस, अर्ग्यानिक खोला खाल्सी जता गए पनि अर्ग्यानिक खानेकुराहरू अथवा हरेक कुरा छ क्या यहाँ गाउँघरमा चाहिँ। मलाई चाहिँ एकदम अमिलो मनपर्ने भएको कारणले मिठो लाग्छ। अब यहाँ चाहिँ म मुख धुन्छु, फेरि मुख धुन्छु। गाउँघरमा चाहिँ खोला नाला पनि एकदमै सफा हुन्छ। यो पानी पिउन पनि सकिन्छ क्या, फिल्टरै नगरिकन पिउन सकिन्छ। यो पानी त्यति सफा छ। यो पानी काठमाडौँमा चाहिँ सहर बजारतिर चाहिँ तपाईँको पानीहरू सफा हुँदैन, फिल्टर गरेर खानुपर्छ। फिल्टर गर्दा पनि पिउन योग्य पानी हुँदैन।
तर हाम्रो गाउँघरमा चाहिँ यस्तो बगेको पानी, यो खोलाको पानी, यो बगेको खोलाको पानी पनि खान मिल्छ साथीहरू। यो चाहिँ एकदम सफा छ, एकदम सफा छ, स्वच्छ छ। ल भिडियो गरेको भिडियो यसो खाने यसरी त्यो चाहिँ ठोट्ने हो।